हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। हजुरलाई यो भ्लगमा स्वागत छ र म हजुरलाई एउटा टिकोली इको पार्क देखाउन गइरहेको छु। त्यसमा चाहिँ एकदम दामी दामी ठाउँ देख्न सक्नुहुन्छ। आउनुहोस् हामी देखाउनेछौँ। आउनुहोस् हामी भित्र जानेछौँ र भित्र कस्तो छ हामी हेर्नेछौँ। हेर्न सक्नुहुन्छ यहाँको बारेमा चाहिँ के कस्तो छ हामी त्यसको बारेमा बताउनेछौँ, हामी हेर्नेछौँ। आउनुहोस्। सक्नुहुन्छ दर्शकबिनहरू, यहाँ चाहिँ एकजना हाम्रो चिनेको दाजु हुनुहुन्छ। उहाँको नाम चाहिँ सुरज तामाङ छ। उहाँ चाहिँ एउटा कालिम्पोङबाट दाजु आउनुहुन्छ। उहाँको बारेमा हामी केही कुराहरू सोध्नेछौँ। मेरो चिनजानको दाजु हुनुहुन्छ। आउनुहोस् हामी सोध्नेछौँ केही कुराहरू उहाँसँग। र मैले भर्खरै जुन भनेको थिएँ उहाँ दाजु उहाँ नै हुनुहुन्छ। उहाँको नाम सुरज तामाङ हो। उहाँ चाहिँ कालिम्पोङबाट आउनुभएको छ। उहाँसँग केही प्रश्नहरू हामी सोध्नेछौँ। हजुरको शुभ नाम? सुरज तामाङ, कालिम्पोङबाट हुन्छ। यहाँ चाहिँ कहिले आउनुभयो तपाईँ? म अस्तिको दिन आएको। अस्तिको दिन आउनुभएको। यहाँ चाहिँ खास के इभेन्टमा आउनुभएको छ? के कार्यक्रम छ कि केही छ कि केमा आउनुभएको छ? यहाँनिर हाम्रो धेरै कार्यक्रमहरू छ। जस्तो कि अहिले हाम्रो आमा सेवा है, मदर फेलोसिप पनि हुँदैछ। अन्त म यहाँ पास्टर देवेन्द्रकोमा आएको। अन्त हाम्रो यहाँ सेवाकाहरू छ सौरामा, त्यही कारण चाहिँ हामी आएको। ए भनेपछि यहाँ चाहिँ आज आमा दिदीबहिनी सङ्गतिमा तपाईँ आउनुभएको हो। हामी उहाँबाट सुन्यौँ कि उहाँ चाहिँ आज एउटा विशेष आमा दिदीबहिनी सङ्गतिको कार्यक्रममा उहाँ आउनुभएको रहेछ। उहाँ चाहिँ कालिम्पोङबाट हुनुहुँदो रहेछ। र यहाँ चाहिँ कुन बेला मान्छेहरू आउने गर्छन्, यहाँ कुन बेला चाहिँ धेरै भिडभाड हुने गर्दछ? अब मलाई त्यस्तो डिटेल त याद छैन, तर मैले अनुमान लगाए हिसाबमा चाहिँ मेरो जस्तो कि अब सौरामा प्रायः जस्तो मलाई याद छ कि स्याटरडे एकदम फुल प्याक हुन्छ क्या, फ्राइडे र स्याटरडे। जस्तो कि फ्राइडे अब सबैको स्कुल बिदा हुन्छ, अफिसहरू छुट्टी हुन्छ। अन्त उनीहरू सबैजना गाडी लिएर चाहिँ आउँछ क्या। अन्त मलाई लाग्यो कि त्यतिखेर नै यहाँ पनि भिड हुन्छ। स्याटरडे चाहिँ एकदमै फुल प्याक हुन्छ। र अहिले हेर्दा सन्डे अलिकति खाली छ नि, तर पनि अब हाम्रोले चाहिँ धेरै छ। हाम्रो झन्डै 200जना जस्तो आमाहरू हुनुहुन्छ है, सबै लगायत होइन, पास्टरहरू पनि हुनुहुन्छ। अनि अर्को कुरा चाहिँ यो जग्गाको चाहिँ मलाई एउटा दामी कुरा के मन पर्यो भन्दा चाहिँ एउटा नेचुरल ब्युटी छ क्या। जस्तो कि तपाईँको बाँसगाडीहरू छ नि, यहाँ बाँसगाडी है देख्नुहुँदैछ, बाँसगाडी। अन्त एकदमै चढाहरू कराइरहेको है। अन्त अलिकति खोलाहरू पनि, अन्त एक प्रकारको ब्युटिफुल रहेछ क्या, नेचुरल राखेको रहेछ। अनि मलाई मजाको लाग्यो। यहाँ एकदम शान्त वातावरण छ। जो पनि बाहिरबाट आउनुहुन्छ उहाँले चाहिँ एकदम आनन्द महसुस गर्न सक्नुहुन्छ। एकदमै जस्तो कि अब सिटिज लाइफतिर चाहिँ के हुन्छ भन्दा बेसी टाटो हल्ला होइन, खल्ला, एकदमै टेन्सन। कतिखेर बिजनेस डाउन भइरहेको, कोही बेला होइन बिजनेस अप भयो भने टेन्सन होइन, सबैमा टेन्सन बोकेर अब हामी सहरतिर देख्छौँ। तर अब मान्छेलाई अब अलिकति शान्त वातावरणको लागि चाहिँ यो इको पार्क चाहिँ बेस्ट है। हजुरहरू चाहिँ यो जो चाहिँ स्ट्रेसमा हुनुहुन्छ, जो चाहिँ टेन्सन हुन्छ, त्यो मान्छेले चाहिँ इको पार्क नै सजेसन दिन चाहनुहुन्छ? एकदम इको पार्क लगायत हाम्रो सौरा जुन चाहिँ छ है, अनि सौरा चाहिँ एकदमै जस्तो कि एउटा कस्तो भन्दा चाहिँ एउटा नेचुरल मेडिसिन भनौँ न, एउटा कि प्रकृतिको एउटा औषधि। मलाई चाहिँ त्यस्तो लाग्छ कि एक प्रकारको, बिकज म पनि 2 साल अगाडि है, अब अलिकति भनौँ भने 2 साल अगाडि अलिकति डिप्रेसै भएर आएको थिएँ भनौँ। 2023को कुरा हो, 3 साल भएछ है। अन्त त्यो समयमा म सौरा आएको थिएँ। तर म जस्ट सौरा चाहिँ के को लागि आएको भन्दा जस्ट नेसनल पार्कको लागि आएको थिएँ। र त्यतिखेर मैले फिल गरेँ यहाँको होइन इन्भाइरोमेन्टहरू जुन चाहिँ
एउटा पिसपना छ, एउटा परमेश्वरले दिएको एउटा यो नेपाललाई एउटा बेस्ट गिफ्ट हो क्या मलाई चाहिँ लाग्छ। अन्त त्यही कारणले गर्दाखेरि चाहिँ अन्त तपाईँहरू जतिजना पनि होइन दर्शकहरूले हेरिरहेको छ, तपाईँहरूलाई लाइफमा त्यस्तै भइरहेको छ है। तर म भन्छु है, अलिकति पैसा जम्मा गर्नुहोस्, अलिकति पैसा जम्मा गरेर टक्कै सौरा आउनुहोस्। अन्त यहाँ होमस्टेहरू पनि छ। अन्त एउटा बेथानी होमस्टे पनि छ, एकदमै रिजनेबल रेटमा तपाईँहरूलाई है खानु बस्नु दिन्छ। अनि त्यहाँनिर बसेर तपाईँहरू एकदमै घुम्नु सक्नुहुन्छ। अन्त एकदमै राम्रो हुन्छ, म चाहिँ त्यही भन्छु। ओके ल, बेथानीको होमस्टेको नम्बर पनि हामी तपाईँलाई प्रोभाइड गर्नेछौँ, स्क्रिनको तलनिर हामी दिनेछौँ। हुन्छ, हस्, धेरै धेरै धन्यवाद हजुरलाई हाम्रो कार्यक्रम जोडिदिनुको लागि, यहाँको बारेमा बताइदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। ओके ल, थ्याङ्क यू, ल, गड ब्लेस यू। भर्खरै हामीले एकजना दाजुबाट हामीले सुन्यौँ कि उहाँ चाहिँ मेरो एकजना 3 जनाको दाजु हुनुहुन्थ्यो जो चाहिँ कालिम्पोङबाट यहाँ आउनुभएको रहेछ, इको पार्कमा एउटा इभेन्टमा आउनुभएको रहेछ। उहाँ चाहिँ यहाँको बारेमा धेरै कुराहरू भन्नुभयो कि मान्छेहरू डिप्रेसनमा भएको बेला, तनावमा भएको बेला यहाँ आउँदाखेरि एकदम आनन्द महसुस गर्नुहुँदो रहेछ। यदि तपाईँहरू पनि चाहनुहुन्छ भने यहाँ आउनुहोस्, यहाँ चाहिँ एकदम राम्रो वातावरण रहेछ, यसमा चाहिँ हजुर इन्जोय गर्न सक्नुहुन्छ र आफ्नो फ्यामिलीलाई लिएर आउन सक्नुहुन्छ, आफ्नो साथीहरूलाई लिएर आउन सक्नुहुन्छ, हजुरले आफ्नो इष्टमित्र जतिलाई पनि लिएर आउन सक्नुहुन्छ। यहाँ चाहिँ अरूलाई पनि बताइदिनु होला। र मलाई पनि यहाँको इन्भाइरोमेन्ट हेर्दा एकदम राम्रो लाग्यो र म चाहिँ हजुरलाई यही रिकमेन्ड गर्न चाहन्छु कि यदि हजुर कोही कतै घुम्न जान चाहनुहुन्छ भने यो इको पार्कमा आउन सक्नुहुन्छ। हस् त, धन्यवाद।